लु है यो चाहिँ हाम्रो यता पहिलाको पुरानो बाटो रोड नहुँदाको सर्टकट भर्तेक जाने बाटोको हाम्रो खेत थियो अलिकति। यो खेतमा चाहिँ यत्रो यत्रो मकै भएछ सबै, त्यही पनि पानीले गर्दा लडाएछ। हावाहुरी बतास यता हाम्रो सङ्खद्राको बोट। अनि म चाहिँ यहाँ मकै हेर्न आएको छु कस्तो मकै भएछ भनेर। हाम्रो टार गराएको भर्खर गोडेर यत्रो यत्रो हुँदै रहेछ। यस्तै छ। यता पनि यत्रो भएछ मकै। यो अस्ति यताको बाटो अस्ति हामीले दाउरा बोकेको हो। यो बाँसघारीदेखि उतादेखि ल्याएको दाउरा बोकेको। अब चाहिँ म घर जानु लागेँ। पानी पनि आइराखेको छ र चिसो चिसो भएर म त जाँदैछु। यताको मकै चाहिँ यत्रो यत्रो भएछ, अलिक ठुलो रहेछ हाम्रो भन्दा। मकैहरू मकै छाँटेर राख्नुभएको छ यसरी सबै पानीले। म चाहिँ घरमा आइपुगेँ।